आलु चपको लागि ग्यासमा चाहिँ आलु बसालिसकेँ अनि मसिनो गरी प्याज र लसुन काट्दैछु अनि त्यसमा चाहिँ नुन मसलाहरू एड गर्दैछु र साथसाथै धनिया र खुर्सानी पनि मैले एड गरेँ। अब अर्को बाउलमा चाहिँ मैले बेसन रेडी गर्दैछु। त्यसमा पनि अलिकति बेसार नुन मसला राखेर मैले त्यसमा लेमन एड गरेर पानी एड गर्दै त्यसको मिक्स रेडी गराउँछु। अब बेसन चाहिँ यतिको हुनुपर्छ। मेरो आलु पनि रेडी भइसक्यो। साथसाथै मैले अर्को साइडमा तेल पनि बसाइसकेँ कराईमा। अब यसरी मैले आलु चपको सेप दिँदै त्यसलाई बेसनमा डुबाउँदै उता तेलमा फ्राई गर्दैछु। हाम्रो आलु चप रेडी भइसक्यो।